ओम श्री साईराम। ओम श्री साईराम। यो तातो पानीको चाहिँ यो वालभित्रबाट निक्लिएको यो उम्लिएको तातो पानी हेर्नुहोस् त यो वालभित्रबाट। अनि यो खानुको लागि चाहिँ यो पाइप यसरी जोडेर खानुको लागि यसरी पाइप लगाइदिनु भएको छ। यसको मुनि यो जुन चाहिँ वाल छ यो वालको मुनि चाहिँ तपाईँको यसरी पानी निक्लिएको छ। यी देख्नुहुँदैछ यो पानी चाहिँ यसरी बग उम्लेर निक्लिएको छ। यो तातो पानी चाहिँ खानुको लागि यो पाइपमा यसरी निकाल्नु भएको छ है। यो पानी दुईवटा पाइपबाट चाहिँ हामी खाने गर्छौँ। अनि यो यसरी यो तल फेदीमा यसरी पानी भग उम्लेर बाहिर निक्लिँदैछ। अति नै तातो पानी छ यो। अनि यसको चाहिँ तपाईँको यो पोल छ। यो पोलको दायाँ तरफ चाहिँ तपाईँको एक कोठा भयो भनेदेखि म बायाँपट्टि जाँदैछु। यो बायाँमा हेर्नुहोस् त यत्रो ठुलो यो कुवा छ। यो कुवाबाट झर्ने चाहिँ यताबाट हो। अनि यो यो कुनाबाट हेर्नुहोस् त पानी कत्रो ठुलो भगभग उम्लेको छ। भग उम्लेको छ। यो उम्लेको पानी यो देवलको फेदबाट पुरा उम्लेको छ। यो पानी यसरी बाहिर निक्लेको छ। हामी यहाँसम्म चाहिँ बस्न सक्छौँ। यहाँदेखि उता चाहिँ तपाईँको धेरै नै गाह्रो पर्दो रहेछ तातो पानी भएकोले गर्दाखेरि। र अब म फेरि यो बायाँबाट चाहिँ फेरि दायाँपट्टिको दुवामा गएर चाहिँ त्यसको तल्लोपट्टि यसरी बोराहरूको आली लगाएर गरेको छ। यो आली लगाएकोदेखि यो मुनि हेर्नुहोस् त यो अर्को दुवा छ। र यो हाम्रो रङ्गीत खोलाको एउटा रोमाञ्चक यो अदृश्य तातो पानीमा चाहिँ हामी सबैजना संलग्न भएको छौँ। यहाँनिर भाइ पनि आउनु भएको छ। अनि राधे राधे भाइ। अनि यो रङ्गीत खोलाको बगरमा तातो पानीको दृश्य चट्टानको भित्रैबाट निस्केको छ तातो पानी। लहरा पराको सम्बन्ध अति नै सुन्दरता छ। रङ्गीत खोलाको तातो पानी अति नै अदृश्य छ। लहरा पराको सम्बन्ध अति नै सुन्दरता छ। रङ्गीत खोलाको काखमा तातो पानीको दृश्य। साईराम।